गुड मर्निङ शुभ बिहानी सबैमा नमस्कार गर्न चाहन्छु। हजुरहरूलाई म आज एक चीज देखाउन जाँदैछु। यो मैले कुबिन्डोको बिरुवा लगाएको। कुबिन्डो एकदम फलेछ है, एकदम प्रशस्ति मात्रामा फलेछ। तर यो बिचमा चाहिँ यो खस्दो रहेछ क्या, एउटा यहाँ छ। बिचमा यो धान्न नसकेर हो कि हो जस्तो लाग्यो नि, यहाँ खसेछ एउटा। यो चाहिँ सुगरको एकदम अचुक औषधि रहेछ। यो धान्न नसकेर खसेको भन्ने बुझ्यो होइन। अब यहाँ हेर्नुहोस्, लगभग यहाँ 1 क्विन्टल जति छ होइन। धान्न नसकेर खसेको भन्ने कुरो मैले बुझ्यो। यो चाहिँ एकदम तपाईँलाई म देखाउँछु। 5 किलोभन्दा कमको छैनन्। धान्न नसकेर फेत्रेक भइमा खस्दो रहेछ। यसलाई चाहिँ मैले एकदम राम्रै तरिकाले चाहिँ व्यवस्थित तरिकाले गराएको थिएँ। यहाँ चाहिँ धेरै खसिसक्यो कि धेरै खस्यो। त्यहाँ एउटा खसेछ, त्यहाँ एउटा खसेछ, लगभग 5-6वटा खसिसक्यो। यहाँ छ अनि यहाँ छानामाथि पनि छ। छानामाथि 2-3टा छन्। अनि यता बारतिर पनि छ, बारतिर पर पनि छ, पर त्यहाँ पनि छ। तर यो खस्दो रहेछ कि बिचमा, खै कुन किन। अनि यो यस्तो हुँदैछ भर्खरको। यो 2 दिनको भयो, 2 दिनमा यत्रो बढ्दो रहेछ। माथि पनि छ, तर यो खस्ने के, यो खस्ने बहुत वेटी हुँदो रहेछ। यहाँ चाहिँ तरकारी 4 किलो 5 किलोभन्दा कमको छैन यिनीहरू। जो खसिरहेको एकदम झ्यापझ्याप्ती खसिरहेको, खै पनि किन बुझ्नै सकेको छैन। लगभग 3-4वटा टिपेर चाहिँ जुस बनाएर चाहिँ खाइसक्यो। यो सुगरको औषधि रहेछ क्या। यहाँ पनि छ। ल हाम्रो चाहिँ श्रीमतीज्यू यता हुनुहुन्छ। ल